वेलकम टु माई भ्लग मेरो भ्लगमा चाहिँ सबै गाइजहरू हुनुहुन्छ है मेरो साथीहरू यो युकेमा चाहिँ हामी छौँ अहिले युकेको लन्डनको फेल्टाम एरियामा फेरि यहाँ चाहिँ फेरि मान्छेहरू चाहिँ युकेको मान्छेहरू बाहिर निक्लिँदैन कोही आफ्नै कोठामा खाए बसे सुत्ने मात्रै है फेरि हाम्रो नेपालीहरू मात्रै छन् यहाँ हेलो गाइस मेरो युट्युब भ्लगमा के भन न केही तपाईको युट्युब भ्लगमा सबैले सब्स्क्राइब गरिदिनुहोस् पर्यो हैन दाइलाई सब्स्क्राइब लाइक गरिदिनु पर्यो दाइलाई अगाडि बढाइदिनु पर्यो हैन त्यति भन्न चाहन्छु यहाँ हाम्रो बहिनीसँग बोल्दैछ मेरो भाइ हामी चाहिँ हल्का झ्याप्छौँ आज त्यस्तै अरु त्यस्तो नभन्दा के झ्याप्छ तिमी चाहिँ बरु होला म हल्का झ्याप्छु तिमी चाहिँ होला हैन ल दाइको भिडियोलाई सब्स्क्राइब गरिदिनु पर्यो है युट्युब च्यानलमा है ल ल दाइ नगिन भ्लग छ है नगिन भ्लग खै थाहा छैन साच्चै गरेर दाइ हावा दियो होला नगिन भ्लग लन्डन सर्च गर न नगेन भ्लग लन्डन नगिन पनि भन्नु न नगिन भ्लग लन्डन भन है एनर्जी एन्ड भर्खर भन 2-3 मात्रै पोस्ट गरेको छ भिडियो युकेमा चाहिँ घरदेखि चाहिँ बाहिर कोही निक्लिँदैन है ल म ढार्दिनँ तपाईँहरूले ढार्दिनँ होइन घरको घरै कोठा बन्द गरेर बस्छ मान्छेहरू बरु त्यहीँ अर्डर गर्छ खान्छ होइन यति सोखिम हुन्छ कि यहाँको युकेको मान्छेहरू भनेर भन्नु मिल्दैन यस्तो सोखिम हुन्छ कस्टम ल होइन घरदेखि बाहिर निक्लिँदैन मान्छेहरू हेर्नुहोस् ल म तपाईँलाई ढार्दिनँ ल होइन यहाँ हेर्नुहोस् यहाँ सबै यहाँ 2जना मान्छे काम गर्दै हुन्छ यो चाहिँ कार्पेन्टरहरू होइन यहाँ 2जना देख्नुहुन्छ यसको तलब चाहिँ घन्टाको चाहिँ 20 भन्दा माथि छ है 20 पाउन्ड भन्दा माथि छ घन्टाको चाहिँ यो 2जनाको चाहिँ ल बाई बाई सी यू